हेलो एभ्रीवान वेलकम बैक टु माई च्यानल एगेन अनि फेरि पनि नयाँ भिडियोको साथ चाहिँ म यन्जु ब्लगमा आइसकेको छु। आज चाहिँ मेरो डेली ब्लगको डे हो हैन। अहिले चाहिँ म मामा घरमै छौँ अनि अब खानासाना खाएर चाहिँ हामी जानुपर्ने हुन्छ घर हैन, फर्किनु पर्ने हुन्छ। त्यही हो, भिडियोलाई चाहिँ हेर्दै गर्नु होला। ए ल्याएछ अम्बक, तलबाट ल्याएछ नि। ए तलदेखि राम्रो अम्बक ल्याएछ नि त। कसले बन्दै मिठो छ भनेको? कति ल्याउनु भयो हेरौँ। हामी यत्रो त बोक्नु सक्दैनौँ न त। अनि एम्मा मामा अब अम्बक त के ल्याएछन् नि, पाकेको ल्याएछन् लो। हो सफा ठाउँमा थियो, सफा ठाउँ थियो। हुन्छ बोल्यो, किरा पो छ कि? मम्मी हेर्नु सबै पाकेको अलि अलि आधी पाकेको आधी काँचो ल्याउनु नि। यहाँ पनि छ अघिको। आज चाहिँ अब हामी जानुपर्ने हुन्छ, घर फर्किनु पर्ने हुन्छ। त्यही हो, त्यही भएर अब खाना खाएपछि चाहिँ घर जाने हो। के धान नाच्ने हेर्नु नि बोजू? ल माटै त्यस्तो हो क्या यहाँको। घर चाहिँ कसले लिपेको बोजू अस्ति? बाबाले। लु खम हामी पनि के छिनायो? ओए बन्नेको भाइ त यता हेरौँ कस्तो हेन्सम देखियो। ल बहिनीले लगाए लुगा। ए यो मात्रै फोरी भएर बस्छ नि। ल नानी तेरो सानो झोला। ल बाजे पनि जाने हो।
ल अब मामाहरू पनि जाने लु नक्कली छिटो लु नक्कलीलाई छिटो के हो नि नानी पनि माउली जाने होइन नानीलाई निस्किन्छ नि माइजू भरे हेर्नु ल हिरोहरू पनि माउली जाने है भएर बाहिर निस्किसकेको अब जान्छौँ कति ए चकचक नगर नानी तेरो पापालाई बोला जानुपर्छ लु बोजू बस्नु है अब भोलि पर्सि तल जाने बेलामा म बजार त आइरहन्छु नि ठ्याक्क लगाएर ल जाउँ माइजू लु बस्नु ल म त बिरामी छु र आउनै सक्दिनँ यसपालि त ल ल ल ल बोजू ल अनि भाइ र बहिनी त हिँड्ने रहेछ अनि के बिस्तारै नानी उसको त ऊ जामाले अल्झाउँछ नि अब चाहिँ घर नि फर्केको सो अहिले चाहिँ मामा माइजूहरू पनि ससुराली जाने हुनुभएकोले गर्दा आधा बाटोसम्म चाहिँ हाम्रो बाटो मिल्छ र सँगै जाँदैछौँ मम्मी मामाहरू बहिनी चाहिँ पछाडि म चाहिँ माइजू र जाँदैछु बिस्तारो भाइ बहिनी बिस्तारो है तेरो जामाले घिसिन्छ नि फेरि अल्झिन्छ भाइ बिस्तारो हिँड अहिले गल्छस् फेरि बहिनीलाई पर्खिन अनि टोलीहरू चाहिँ यतिजना छौँ छिटो आऊ न काइला आइज यतिजना छौँ हामी चाहिँ जाने यहाँ पर्खिँदा एकजना भाइ कति छिटो अनि नानी गाइजहरू छिटो आउनु होला आजको ग्रुपिङ फर्किने ग्रुप चाहिँ यति धेरै छौँ कि खै ओ उपर छ त झोला कस्तो अप्ठ्यारो बाटो छ भने यहाँ आउँदै के गर्नु हो टोलीहरू छिटो आउनु न बाटो त खतरा हुँदै जानुपर्ने हुन्छ के गर्नु यार मामाहरू चाहिँ तल पुगिसक्नु भयो हामी चाहिँ भर्खर नै यहाँ ओहो दुईजनालाई चाहिँ झन् यति गाह्रो भइरहेछ आजको दिनमा फेरि राति पनि हामी चाहिँ एकदम ढिलो सुतेको हो नि त अनि त्यो नाचगान मामा छेमाहरूको हुँदै थियो रिहर्सल सो त्यहाँ गएर चाहिँ हामी 2 बजीसम्म हेर्दै बस्यौँ त्यही भएर नि निन्द्रा पुगेको छैन गाइजहरू गलेर हैरान झ्याउ मेउहरू टन्नै हामी जस्तो मौली नै जानु हुँदैन नजिक भए पनि भाइ यता हेर्नु त मौली जानु सजिलो कि नसजिलो
लन्चलाई चाहिँ कस्तो लाग्यो मौली गरेर आउँदा? मलाई त एकदम सजिलो लाग्छ। त्यो छाता हटा। लन्च मामा फेरि बब्बा लगाइरहेछ नि। हो काइली यता हेर। आम्मा मम्मी यता हेर्नुहोस्। ए मम्मी सिरी काइलीको बाजेको नाम काट्दा त अहिले पो हेर्छु। फाइनली हामी चाहिँ हाम्रो गाउँ पनि आइसकेको छौँ। सो अब चाहिँ मामाहरू चाहिँ अर्कै बाटो जानुहुन्छ, हामी चाहिँ उकालो लाग्छौँ है। आजको भिडियो चाहिँ यति नै हो। बाई बाई।